सो वेलकम ब्याक अगेन यो केशव राणा ब्लगमा। आजदेखि हाम्रो फेरि पनि अस्ति हामीले झिलिमिली लाउने काम गर्यो भने आज हाम्रो चर्चभित्रको डेकोरेसन हुँदैछ। अनि चर्चभित्रको डेकोरेसन गर्न चाहिँ हामी भेला भइसकेका छौँ र आज हामीसँग हुनुहुन्छ एकदमै झेकाइदिउँ डिङ गरेर ह्यापी क्रिसमस सबैजनालाई। यहाँ यस्तो भइरहेको छ अहिले हामीले पुरै हजुरहरुकोमा कसरी गर्दै हुनुहुन्छ हैन, राम्रोसँग गर्नु होला, राम्रोसँग मनाउनु होला क्रिसमस भन्न चाहन्छु। अनि हाम्रोमा पनि अब सुरु भइसकेको छ है। हाम्रो चाहिँ अब बेलुका भोलि बेलुका है हजुर, भोलि बेलुका एकदमै प्री क्रिसमस भने पनि क्रिसमसको अघिल्लो दिन भने पनि अनि त्यसपछि क्यारोल भने पनि हाम्रो भोलि बेलुका चाहिँ एकदमै धुमधडाके हुँदैछ। एकदमै तपाईहरु आउन चाहनुहुन्छ भने ठ्याक्कै उमापोडिङ भन्दा पछाडिपट्टि बिलिभर इस्टर्न चर्च लेखेको छ, ठ्याक्कै त्यहाँ आउनुभयो भने तपाईहरुलाई सबैलाई हामी स्वागत गर्न चाहिँ एकदमै आतुर छौं। ल अहिले हामीले यतिसम्म गर्दैछौँ, अब भर्खर बन्दैछ, यता बाँकी छ। दाइले चाहिँ यहाँ कार्पेट टाँच्दै हुनुहुन्छ। अब हामी खाजा खान्छौँ अनि त्यसपछि फेरि हाम्रो काम कन्टिन्यू हुनेछ। अर्कै टाइपको आयो त्यो त, हरियो हरियो रातो रातो पहिलो फल हो नि त हजुर। आजको हाम्रो नास्ता यही है त, यो एकदम। ल अलमोस्ट हाम्रो सजाउने कार्यहरू लगभग फिनिस भइसकेको छ। रातको 7 बजिसकेको छ। अब हामी आफ्नो घरतर्फ लाग्नेछौँ। आजलाई हाम्रो सजावट कामहरू समाप्त गर्न चाहन्छौँ। भोलि बेलुका एकदमै सबैले आएर धेरै कामहरू छ। दुईटा खसी काट्नु पनि समय त निकै लाग्छ। ल हाम्रो 2082 अन्तर्गत हाम्रो क्रिसमस हाम्रो बिलिभर इस्टर्न चर्च बेलटारमा एकदमै सुरु भइसकेको छ आजदेखि। हाम्रो ईश्वर भाइ आफ्टर लङ टाइम होइन भाइ, एकदम लामो समयपछि हामी एकै ठाउँ भेट भएको थियो। क्रिसमस मनाउँदैछौँ होइन, क्रिसमस हाम्रो। लेट्स गो। ल हाम्रो क्रिसमस चाहिँ एकदमै भयङ्कर तरिकाले अब हुँदैछ। अनि क्रिसमस चाहिँ यहाँको यहाँ त अब आज मनाउने साँचो परमेश्वरको नाम मसँगै तपाईँले लुकाको सुसमाचार 2 अध्यायलाई निकाल्न सक्नुहुनेछ। यहाँबाट हामी केही कुराहरू सिक्नेछौँ। जबरजस्ती बोलाउनु लाएर दोसल्ला उडाएर र हाम्रो यो क्यारलको अन्तिम यो गीत है हाम्रो। लेट्स गो।
ल बिलिभर इस्टर्न चर्च बेल्टा येशूको प्रेम शान्ति र आनन्दले तपाईँ र तपाईँको परिवारलाई सधैँ आशिषित बनाओस्। क्रिसमसको हार्दिक शुभकामना छ। आज हाम्रो बेल्टा बिलिभर इस्टर्न चर्चमा यो क्रिसमस कार्यक्रम सुरु भइरहेको छ। हामीले पुस 9 गते मनाइरहेको छौँ, कारण पुस 10 गते हामी र्यालीमा जाने कुरा थियो। त्यो अनुसारले हामीले सेड्युल तयार गरेका थियौँ अनि त्यही सेड्युल अनुसार हामीले कार्यक्रम गरिरहेका छौँ। है त्यसपछि दाउद पछि सोलोमन आयो अधर्मको कारणले अनि राज्य नै टुक्रिएको छ, 2वटा राजा। अनि त्यसपछि उनीहरूले जुन परमेश्वरको विरुद्धमा काम गरेको छ अनि उनीहरू चाहिँ के हो त अर्काको देशमा गएर अनि कमरा भएर खानुपर्ने अवस्था छ। अनि उनीहरू चाहिँ AD 3 को 20 मा येशू ख्रीष्ट जन्मिनु भयो अनि त्यतिखेर चाहिँ येशू ख्रीष्ट जन्मिँदै गर्ने क्रममा त्यो दिनेछु। अनि त्यसपछि तपाईँ आफैले बुझ्नुहुन्छ इसै चाहिँ यहाँ उद्धित गरेको दाउद राजाको बुवा हो भन्नु खोजेको कुरा। त्यसकारण यो कुराले चाहिँ सुन्नु, खुसीको उज्यालो आयो आज संसारमा, प्रेम र शान्ति छायो हरेक मनमा। बेथलेहेममा जन्मे मुक्तिदाता येशूको नाममा जय जयकार सदा। अन्तरातल रहता यो उहाँको प्रेमले टुटेका हृदय जोड्यो करुणाले। आशा र विश्वास बोकेर हामी नयाँ जीवन पायौँ उहाँकै वचनले। खडा खुसीको उज्यालो आयो आज संसारमा, प्रेम र शान्ति छायो हरेक मनमा। बेथलेहेममा जन्मे मुक्तिदाता। क्रिसमस सिजनमा छौँ। क्रिसमस कार्यक्रम सबै राखिरहेका छौँ। केही समय कार्यक्रम नबोली खाने नबोली खाने भनेको ह्यापी क्रिसमस। प्रभु हामी तपाईलाई धन्यवाद दिन्छौँ। तपाईँ परमेश्वरले भान्जी खाइदेऊ नि त्यही भने सिमन खाऊ तिमी। साँच्चै नै माता दिन्छु भनेको वचन पुरा गर्नुभयो। तपाईले बोलेको वचन पुरा गर्नुहुन्छ। केही नबोली खाएको बोल्नु पर्दैन भान्जो। हामीले परमेश्वर नै प्रभुको लज आएको भएको पाउन सक्छौँ। के छ हाम्रो यहाँ के हुँदैछ, कस्तो हुँदैछ, ठिक हुँदैछ, ठिक छ हाम्रो पुलाउ त पाएको छ नि होइन। ल भेराइटी हाम्रो आजको
ल बेल्टरको प्रस्तुति है। आजको हाम्रो क्रिसमस कार्यक्रम यही समाप्त भएको छ। आज हामी छौँ बेन्जामिनको साथमा। यता बेन्जामिन यता बेन्जामिन गयो हेर्नु पाइन्छ भयो हाम्रो क्रिसमस कार्यक्रम यही नै समाप्त भएको हामी घोषणा गर्दैछौँ। अब हाम्रो अन्तिम प्रार्थना हुँदैछ। बाबा हो। हेलो बेन्जामिन को हो? हाई भनिदेऊ, हाई भनिदेऊ। चम्चाले छ त, चम्चाले छ त। मासु हेरौँ न, मासु यहाँ मासु हेर्नु नि थाहा हुन्छ कि मासु हेरेर थाहा हुन्छ नि। के भयो अनि तिमीहरूको थपेर आउने? जाऊ 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 जाऊ।
रेकर्ड गरेर उठाएको भाउजू सानो कलम आयो त यो के यो सेकेन्ड लट हो नि फेरि यो सेकेन्ड लट हो सेकेन्ड लट हो ल हाम्रो भ्लगमा हामी स्वागत गर्न चाहन्छौँ यो राणा खानदानको यो सेकेन्ड लट हो है यो सेकेन्ड लट है यो र आजको हाम्रो क्रिसमस यही नै समाप्त भएको छ र आजको क्रिसमस एकदमै रमाइलो भयो 2025 हाम्रो 2082 सालको अनि क्रिसमसको विदाई कार्यक्रम सबैलाई ह्याप्पी मेरी क्रिसमस भन्न चाहन्छु आउने सालको सकिसक्यो अब त आउने साल 2026 सालको पनि शुभकामना भन्दछु यो सालभरि प्रभुले हजुरहरू सबैजनालाई सुरक्षा भजन सङ्ग्रह 91 को 1 देखि 13 पदसम्मको वचन त्यसै गरिकन व्यवस्था 28 को 1 देखि 12-13 सम्मको वचनको पदलाई म दाबी गर्दछु सबैजनालाई प्रभुले आशिष अनि सुरक्षा गर्नुभएको होस् फेरि पनि अर्को वर्ष क्रिसमसमा हामी भेट्ने आशाका साथ प्रार्थनाका साथ हामी बिदा हुँदछौँ सबैजनालाई जय मसीह ल यहाँको माहौल चाहिँ यस्तो छ अहिलेको है त यहाँ सबैजना हुनुहुन्छ हामी सरसफाई कार्यक्रममा जुटेका छौँ ईश्वर भाइ हल्का गलेर एकदम गलेछु म चाहिँ यता हेर न सबैलाई जय मसीह सारा देशभरिको प्रभुका जनहरूलाई धेरै धेरै शुभकामना 2025 को र आउँदो 26 मा पनि यसरी नै रमाउन पाऊँ भनेर यसपालिको क्रिसमस चाहिँ वर्षा बेलटार दुई वर्ष मनाएको छ प्रभुले सबैलाई आशिष दिनुभएको होस् धन्यवाद भाइ तिमी पनि यार ल खोइ त भन्नु न एकबार ल दिउँ न ल हुन्छ ल के पुरै क्यामेरा त देख्नै नहुने रहेछ भाइ त किन यो त इन्टरनेसनल जाने हो भिडियो इन्टरनेसनल देश विदेशमा छरिएर मैले भन्ने शब्दहरू बोलिदिइहाल्नु दाइले ए ल एक दुई शब्द जाओस् ल यसरी बोल्नुपर्छ अब यसरी बोल्नुपर्छ सिक र आजको क्रिसमस कार्यक्रम एकदम राम्रोसँग भयो कार्यक्रम खानपिन भएर धोएर सरसफाइ पनि भइसक्यो अब हामी सकिसक्यौँ अब नेक्स्ट टाइम फेरि अर्को क्रिसमसमा भेट्नु शान्ति ट्याक्कै आउनुभयो लु त के छ यसो लास्ट अन्तिम अब यसपालिको हाम्रो क्रिसमसलाई होइन सुरुदेखि आजको हिजोदेखिको क्रिसमस लागेको हामीलाई अनि हिजोदेखिको आजसम्म एकदमै व्यस्त थियौँ व्यस्तताको बाजतमा पनि अहिलेसम्म चाहिँ होइन खुट्टा चाहिँ भुइँमै छ कति समयमा हामीले सबैजनालाई के अरे समय दिन नसके तापनि हाम्रो आज जति पनि उपस्थित हुनुभएका सम्पूर्ण टाढा नजिकबाट होइन पाहुनाजनहरू र हाम्रो मण्डली परिवारहरू सबैजनाले खुसी साथ भव्यका साथ क्यारल के अरे क्रिसमस मनाएका छौँ आगो पनि यसरी नै मनाउन सकौँ मनाउन पाऊँ भनेर भन्न चाहन्छु र जति पनि जहाँ जहाँबाट हाम्रो भाइको केशव राणा भ्लगमा होइन जोइन भएर के अरे रहनु हुनेछ होइन सम्पूर्णले मेरो भाइको भ्लगलाई चाहिँ हेरेर सपोर्ट साथ सहयोग गरिदिनु होला भन्न चाहन्छु तिनीहरूलाई कहाँ कहाँबाट होइन कसरी मनाउनु भयो हामीले यसरी बनाइयो कमेन्ट गर्नु होला कसरी मनाउनु भयो 2025 को हामी चाहिँ एकदम खुसी छौँ हजुरहरू खुसी हुनुहुन्छ या दुखी हुनुहुन्छ म पनि ह्याप्पी नै छु